अनि मैले चाहिँ 2 दिन अगाडिको भिडियो ल्याएको छु। हेलो साथी बहिनीहरू, गाईघाटमा चाहिँ कति साह्रो गर्मी थियो क्या त्यो 2 दिन अगाडि। त्यो दिन चाहिँ हामी मोमो खाने प्लान भयो अनि कति भइसकेको थियो हामी 3 जना चाहिँ भेट पनि नभएको अनि हामी चाहिँ ब्रेन्स पार्टनरहरू हो नि फेरि। अनि हामी चाहिँ सिटीमा चढेर जाँदै थियौँ अनि हेर्नु न यिनीहरूले केटा हेरेको अरे। अनि हामी चाहिँ मोमो खानु पुग्यौँ जहाँ हाम्रो टुप्पाको पसल हो। दौडीले तरिका त्यस्तो पो रहेछ। अनि हामी चाहिँ त्यो भाइले खेलेको देखेर यसरी पो खेल्ने तरिका रहेछ भनेर भन्दै थियौँ के। अनि म चाहिँ यहाँ मेरो दाइलाई जिस्काउँदै थिएँ कि ए साउजी साउजी भन्दै। अनि यहाँ चाहिँ हामी पिरती खाँदा खाँदै हाम्रो मोमो पनि रेडी भएर टुप्पाले सर्भ गरिदिनु भयो। मोमो यति धेरै मिठो अनि जुसी थियो कि अनि हामीले चाहिँ फेरि थपेर खायौँ मोमो पछि चाहिँ। अनि म र मेरो हन्तकाली साथीहरूले चाहिँ मोमोहरू खाइसकेर एक्सर्साइज गर्नु गएको अरे कि एक्सर्साइज भन्दा पनि खेल्नु गएको है यो चाहिँ। अनि खाएपछि त भुँडी अलिअलि घटाउनै पर्यो। अनि मैले चाहिँ एउटा कुरा खुब सुन्थेँ कि मान्छे 55को भए पनि दिल चाहिँ बचपनकै हुन्छ भन्थ्यो, हुने रहेछ। अनि हाम्रो खेल समाप्त भएर हामी चाहिँ घरतिर फर्क्यौँ अनि हामी चाहिँ हिँड्दै हिँड्दै गएको नि त अनि बाटोमा बिसाउँदै बिसाउँदै गएको। अनि यहाँ चाहिँ फेरि खानु पाएर पुनम चाहिँ एकदम धेरै खुसी भइरहेको छ। फेरि हाम्रो चाहिँ यात्रा सुरु भयो अनि हेर्दै मेरो साथीहरूले चाइनिज बोलेको अरे। अनि हाम्रो यात्रा चाहिँ अनि यहीँ टुङ्गियो बजारमा एकजनासँग चाहिँ अनि एकजनासँग चाहिँ बाटोमा। बाई बाई।